you by Jagadamba, Nepal's #1 steel company. सर्वाधिक विश्वासिलो जगदम्बा सिमेन्ट हो नेपालीहरूको। फोर्स र कोन्काले दशैं तिहारमा उपहार ल्याए। For the memories. Sharp. भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। दर्शक स्वागत छ यहाँलाई कार्यक्रम फोकस अफ द डेमा। म रोहन श्रेष्ठ। आजको फोकस अफको विषयवस्तु बनेको छ डेरिभेटिभ मार्केट अर्थात् कमोडिटी मार्केट। दर्शक कमोडिटी मार्केटको बारेमा कुरा गर्नुपर्दाखेरि यो नेपालको लागि एउटा नौलो मार्केटको रूपमा नयाँ बजारको रूपमा विस्तार हुँदैछ। यद्यपि भारतमा अथवा बाहिर कुरा गर्ने हो भने यसले निकै नै बजार लिइसकेको अवस्था छ र अहिले आएर नेपालमा यो भर्खर भित्रिँदैछ। के हो त कमोडिटी मार्केट, यसको उतार चढाव कसरी हुन्छ, यसमा कारोबार के कसरी हुन्छ, यी यावत विषयमा यति बेला आज हामी कुराकानी गर्न गइरहेका छौं र त्यसको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ सुशील बुढाथोकी हुनुहुन्छ, नेपाल डेरिभेटिभ एक्सचेन्ज इन्डेक्सका चीफ कन्सल्टेन्ट हुनुहुन्छ भने उहाँ आरपीआई ग्रुपका एक्जिक्युटिभ चेयरम्यान पनि हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौं। सुशीलजी स्वागत छ यहाँलाई हिमालय टेलिभिजनमा फोकस अफ द डेमा। थ्यांक यू सो मच। कमोडिटी मार्केट एउटा नयाँ मार्केटको रूपमा अगाडि आएको छ। अझै पनि हामी मध्ये धेरैलाई थाहा छैन यो कमोडिटी बजार भनेको के हो, कमोडिटी मार्केट भनेको के हो, डेरिभेटिभ मार्केट पनि भन्छ यसलाई हैन। के हो यो सरल भाषामा, हामी सबैजनाले बुझ्ने भाषामा? कमोडिटी बजार भनेको कुनै नयाँ बजार होइन। कमोडिटी बजार भनेको यी पुरानै बजार हो। जस्तै गाउँ घरमा हाम्रो जुन हाट बजार लाग्छ हैन, इन्डियातिर तपाईको मन्डिज भन्छ, त्यही बजारलाई डेभलप गर्ने क्रममा, विकसित गर्ने क्रममा हैन, विद्युतीय हाट बजारको रूपमा यसलाई चाहिँ सामान्य भाषामा हामीले एकदम कमन लेमेनले बुझ्ने ल्याङ्ग्वेजमा चाहिँ हामी यसलाई के भन्न सक्छौँ भन्दा त्यही हाट बजारलाई विद्युतीय माध्यमबाट आइटीको तपाईको कम्बिनेसन गरेर हैन, पहिला जुन बायर र सेलर, खरिदकर्ता र बिक्रीकर्ता जुन तपाईको प्रत्यक्ष उपलब्ध हुनु पर्थ्यो एउटा बजार बन्नको निम्ति, बजार भनेको एउटा प्लेस थियो भने यो मार्केट अब तपाईको एउटा मेकानिजम भइसक्यो, एउटा संयन्त्र मात्र भइसक्यो। सो बायर र सेलर अगाडि नभएर पनि उनीहरूले खरिद बिक्री गर्न सक्छन् कमोडिटी बजारमा। भनेपछि यसलाई हाट बजार जस्तै त्यसैको रूपमा लिन सकिन्छ। र यो अहिले इन्फर्मेसनको इन्फर्मेसन टेक्नोलोजीको जुन यो जमाना छ हैन, यो युगमा आइटीको जुन स्कोप छ यसले के भन्छ भन्दा दिस इज द सेन्चुरी अफ इन्फर्मेसन टेक्नोलोजी। अहिलेको दशक भनेको, अहिलेको शताब्दी भनेको इन्फर्मेसन टेक्नोलोजीको भन्छ। सो जोसँग इन्फर्मेसन छ उसले चाहिँ अगाडि यो मार्केटमा बढ्नुपर्छ भन्ने कुरा हो। त्यसैले गर्दा यहाँ वस्तु नै खरिद गरेर तपाईको लिनै पर्छ, किन्नै पर्छ भन्ने हुँदैन कि मुख्य रूपमा वस्तु खरिद गर्ने मान्छेहरू पनि आउन सक्छन्, वस्तु खरिद गर्ने जस्तै व्यापारीहरू पनि यसमा आउन सक्छन् हैन, बिजनेस हाउसेसहरू पनि आउन सक्छन्। साँच्चै नै त्यो वस्तु तपाईको खरिद गर्नको निम्ति उनीहरूले इलेक्ट्रोनिक अर्डर प्लेस गर्न सक्छ। तर यिनीहरूलाई हामी हेजर भन्छौँ हामीहरूको ल्याङ्ग्वेजमा चाहिँ। तर यसको मतलब यो होइन कि कसैलाई त्यो वस्तु नचाहिएर मूल्यको जानकारीबाट मात्र पैसा कमाउनको निम्ति, प्रफिट कमाउनको निम्ति यदि कोही आउँछ नि त्यसलाई हाम्रो बिजनेसको भाषामा स्पेकुलेटर भन्छ, सट्टेबाज भन्छ। सट्टेबाज भन्नाले तपाईको उसले खालि सुन भन्नाले उसले जस्तै हाम्रो 1 केजी तपाईको सुन किन्नु पर्यो भने 75,000 मार्जिन राख्छ, जबकि सुनको मूल्य भनेको 75 देखि 1 लाख छ नेपालमा विभिन्न एक्सचेन्जमा हैन। सो तपाईको जबकि 1 केजी सुनको मूल्य भनेको तपाईको 40 देखि 50 लाख अहिले हुन आउँछ हैन। त्यसमा मार्जिन राखेर उसले साँच्चैको सुन किन्न सक्ने स्थिति त हुन्न नि। तपाईको नोक्सानीमै गयो भने उसले पैसामै सेटल गर्छ के चीजलाई। भन्न खोज्या 75,000 मा उसले राखेर 1 केजी सुन बराबरको ट्रेड गरेर उसले त्यो प्रफिट जुन नाफा कमाउन सक्छ नि, त्यसको निम्ति त उसले साँच्चैको सुनको व्यापार गर्नुपर्छ भन्ने आवश्यक छैन के। उसले बस्तै प्राइसको इन्फर्मेसन, प्राइस माथि जान्छ या तल जान्छ भन्ने फोरकास्ट गर्न सक्ने यदि उसमा क्षमता छ भने दिस इज अ बिजनेस अफ इन्टेलिजेन्स। यो बिजनेस भनेको, यसमा ट्रेड गर्ने भनेको फिनान्शियल इन्टेलिजेन्सलाई तपाईको चाहिँ साप भएको मान्छेहरूले यसमा चाहिँ राम्रो करियर बनाउन सक्छ। हजुर, तपाईले वस्तुको कुरा गर्नुभयो, के कस्तो वस्तुहरू हुन्छ कमोडिटी भन्नाले? केलाई चाहिँ हामीले कमोडिटी मानेर यसको चाहिँ कारोबार हुन्छ? जुन तपाईले भन्नुभयो यो कम्प्युटरको माध्यमबाट, सफ्टवेयरको माध्यमबाट हुन्छ भनेर भन्नु, के छ त्यसमा वस्तुहरू? के छ वस्तुहरू? जस्तै सुन, चाँदी, तामा, तपाईको क्रुड ओइल हैन, त्यसपछि लाएर तपाईको त्यस्तै गरी तपाईको नेचुरल ग्यास हैन, त्यसपछि लाएर तपाईको एग्रिकल्चरल प्रोडक्ट, एग्रो प्रोडक्ट्सहरुमा तपाईको मकै भयो, तपाईको कर्न हैन, त्यसपछि लाएर तपाईको व्हीट हैन,
यसरी थुप्रै भनौँ न अहिलेको स्थितिमा 15 देखि 16 वटा प्रडक्टहरूको बेसमा तपाईको चाहिँ कारोबार भइरहेछ र क्लियर हुनुपर्ने कुरा के छ भन्दा कमोडिटी भन्नाले कमोडिटीको डेरिभेटिभ बजार हो हैन कमोडिटीकै कारोबार हुन्छ भन्ने छैन त्यसमा आधारित अर्को एउटा कन्ट्र्याक्ट पेपर बन्छ जसको कारोबार गरिन्छ खास भन्नु पर्दाखेरि तपाईले हामीले भनौं सुन र चाँदीकै ठ्याक्कै कारोबार हैन कि त्यसको प्राइसमा आधारित एउटा कन्ट्र्याक्ट पेपर बन्छ सो क्लियर हुनुपर्ने कुरा के छ मार्केटले सुन भनौं न मार्केटमै नर्मल मान्छेले नर्मल पब्लिकले लेमनले बुझ्ने कुरा के छ त सुन चाँदीको कारोबार भनेर सोच्छ सुन चाँदीको कारोबार एक्ज्याक्टली होइन खास हैन कमोडिटी डेरिभेटिभ भनेर आइसकेपछि कमोडिटीको डेरिभेटिभ बजार हो सो कमोडिटीको डेरिभेटिभ बजार भनिसकेपछि तपाईको के हुन्छ भन्दा सुन चाँदी भनेको अन्तर्निहित सम्पत्ति भयो बेसिक एसेट भयो त्यसको आधारमा चाहिँ एउटा कन्ट्र्याक्ट पेपर तयार हुन्छ जसरी जग्गामा तपाईको बहिना जुन कागज हुन्छ नि त्यसको पनि भ्यालुएसन क्रिएट हुन सक्छ नि त्यस्तै सुन चाँदी भनेको अन्डरलाइङ एसेट भयो त्यसको आधारमा बनाएको कन्ट्र्याक्ट पेपरको हामी कारोबार गर्छौं जसलाई फ्युचर कन्ट्र्याक्ट भनिन्छ सो हामीले यहाँ गोल्डकै अथवा क्रुड ओइलकै कारोबार गर्ने होइन गोल्ड क्रुड ओइल कमोडिटी र डेरिभेटिभ्समा ठ्याक्कै छुट्याइदिनु भयो के छ त्यो डिमार्केसन लाइन के हो र अझै पनि सरल रूपमा बुझ्दाखेरि कमोडिटी र डेरिभेटिभ्स भनेर बुझ्दाखेरि कसरी कमोडिटी त हेर्नुस् किनभने नर्मली जनरली बुझ्दाखेरि के बुझिन्छ भनेदेखि कमोडिटी बजारलाई नै डेरिभेटिभ्स मार्केट भन्ने रूपमा अहिलेसम्म बुझिएको छ भन्दाखेरि तपाईले अहिले छुट्याइदिनु हुँदाखेरि त्यसलाई कुन रूपमा सहज रूपमा बुझ्नु सकिन्छ कमोडिटी बजार त हेर्नुस् पहिला पनि थियो नि धानको कारोबार त भइ नै रहेको थियो नि सुनको कारोबार त भइरहेको छ नि त्यो पनि कमोडिटी बजार